श्रद्धा नै भएन भने हामीले यो अगाडि भनेको 4 स्वसम्पदहरूले चाहिँ नियममा लागू गर्न सक्दैन, आफूले पालना गर्न सक्दैन भनौँ। त्यसैले सबैजनालाई फेरि पनि म नयाँ भिडियो ल्याएर आइसकेको छु। आजको भिडियोमा चाहिँ हामी के को बारेमा कुरा गर्नेछौँ भन्दाखेरि अहिलेको यो जेनेरेसनमा हामीले धर्म गर्न कतिपयलाई धर्म भनेकै के हो थाहा छैन, कतिपयलाई धर्म गर्न मन लाग्दैन, कतिपयलाई धर्म गर्ने टाइम पाउँदैन, कतिपयलाई धर्म गर्ने तरिकै थाहा छैन। त्यो विषयमा चर्चा गर्नेछु। आज मैले दुईटा शीर्षक ल्याएर आएको छ। दुईटा शीर्षक चाहिँ के हो भन्दाखेरि हामी धर्म गर्ने तरिका कस्तोलाई भन्छ भन्ने बारे र अनि धर्म गर्नलाई चाहिँ मन कसरी लगाउने भन्ने बारेमा दुईटा टपिक ल्याएर आएको छु। दुईटा टपिकको फर्स्टमा रहेको छ धर्म चाहिँ के हो, धर्म चाहिँ कसरी गरिन्छ भन्ने बारेमा रहेको छ। अनि हामी कतिपय मान्छेहरूले सोध्छ होला धर्म भनेको अब छुट्टै एउटा चिज हो, अब जस्तै कुरा गर्ने, मानी ढल्सी गर्ने, मानी जप्ने, त्यस्तो सोध्छ होला। तर त्यो पनि हो, त्यो पनि मेन धर्म चाहिँ यस्तोलाई भन्दैन। हामीले जुन चिज गरिरहेछ त्योभन्दा अर्को कामलाई धर्म भन्ने होइन। हामीले जुन चिज गरिरहेछ त्यो चिजलाई नै मन राम्रो, मन शुद्ध गरेर गऱ्यो भने त्यो चिज नै धर्म हो। हामीले त्यो नै धर्म गरिरहेको हुन्छ। जे गरे पनि मन सफा गरेर त्यो काम गऱ्यो भने चाहिँ त्यो नै धर्म हो। हामीले धर्म गर्नलाई कतै कुरा जानुपर्ने, यस्तो मानी जपेर बस्नुपर्ने, पूजा गर्नुपर्ने त्यस्तो गर्नु पर्दैन। धर्म भनेको जुन चिज गरिरहेछ त्यो चिजलाई नै एकदम मन शुद्ध गरेर गऱ्यो भने त्यसलाई नै धर्म भन्ने हो। दुईटा टपिकको फर्स्टमा रहेको छ हामीले के भावना गऱ्यो भने चाहिँ हामीलाई धर्म गर्न मन लाग्छ त भन्ने बारेमा हो। हामीले बौद्ध धर्ममा अब धर्म गर्न मन लाग्ने धेरै तरिकाहरू बताएको छ। त्यो मध्येमा एउटा रहेको छ रङजोङ्गा, भोट भाषाबाट रङजोङ्गा भनिन्छ। अनि नेपालीबाट चाहिँ 5 स्वसम्पद भनिँदो रहेछ। अनि 5 स्वसम्पद चाहिँ हामीले यो जुनीमा त्यत्तिकै पाएको चाहिँ होइन। 5 स्वसम्पद चाहिँ हामीले पहिला जुनीमा एकदम धेरै अब मेहनत गरेर, धर्म गरेर, राम्रो काम गरेर चाहिँ यो जुनीमा 5 स्वसम्पद चाहिँ पाइन्छ। कति धेरै मान्छेहरूलाई 5 स्वसम्पद चाहिँ पाउँदैन। त्यसो भए 5 स्वसम्पदमा चाहिँ के पर्छ त भन्दा फर्स्टमा छ मिभ भन्छ भोट भाषाबाट, नेपालीबाट हो भने चाहिँ मनुष्यता भन्छ। मनुष्यता पाउनु चाहिँ एकदमै गाह्रो, मानव जुनी पाउनु चाहिँ एकदमै गाह्रो हो भनेर तपाईँहरूलाई थाहा नै छ होला। तपाईँहरूले दालजुर मिलोरियमबाट चाहिँ मानव चोला पाउन कति कठिन छ भन्ने बारेमा सुन्नुभएको होला। त्यो पनि म एकचोटि भनिदिन्छु। मानव चोला पाउनु चाहिँ हामीले समथर मरुभूमिमा हराएको सियो खोज्नु जत्तिकै गाह्रो हुन्छ भन्नुहुन्छ पहिलाको विद्वानहरूले। त्यसै कारणले मानव जुनी पाउनु चाहिँ एकदम कठिन छ। त्यही सन्दर्भमा मानव जुनी पाउनु चाहिँ किन भाग्यमानी त? देवी देवताहरू झन् भाग्यमानी हो नि, स्वर्गमा बसेको देवी देवताहरू झन् भाग्यमानी हो नि भनेर सोच्नुहुन्छ होला। तर धर्म गर्नको लागि उत्तम चाहिँ रहेको छैन। उनीहरूलाई सुख पाउँछ त्यो छुट्टै कुरा हो, तर उनीहरूले धेरै सुखमा नै विलिन भएर चाहिँ उनीहरूले धर्म गर्ने टाइम चाहिँ पाउँदैन। उनीहरूलाई धर्म गर्ने सोच नै आउँदैन धेरै सुख भएर। जस्तै हामीलाई नै हेऱ्यो भने हामीले कुनै टाइममा पार्टी गरेको टाइममा हामीलाई एकदम मजा आइरहेको छ अरे। त्यो बेलामा हामीले घरको काम, आमा बाउ, आफ्नो बुढी छ भने बुढी, छोराछोरी के पनि भावना गर्दैन नि होइन। जस्तै हामीले मजाले बियर खाएर पार्टी गरिरहेछ भने त्यो बेलामा हामीलाई कसैको पनि टेन्सन हुँदैन नि होइन। आमा बिरामी भइरहेको भयो भने, छोरा बिरामी भइरहेको भने हामीलाई टेन्सन हुँदैन त्यो कुरामा। त्यस्तै उनीहरूलाई पनि धेरै सुख पाएर
धेरै सुख पाएर हामीलाई उनीहरूलाई धर्म गर्ने सोच नै आउँदैन। त्यस कारणले अनि पनि मानव जीवन पाउनु चाहिँ एकदम भाग्यमानी ठान्नुपर्ने हुन्छ। त्यसै गरी नरकको मान्छेले चाहिँ किन धर्म गर्न पाउँदैन भन्दाखेरि उनीहरूलाई चाहिँ एकदमै धेरै दुःख भोगेर एकदम धेरै दुःख कष्ट गरेर चाहिँ दुःख चाहिँ पाउँछ उनीहरूलाई। त्यही भएर उनीहरूले चाहिँ धर्म गर्ने टाइम नै पाउँदैन, उनीहरूले सोच्दै आउँदैन। जस्तै एउटा उदाहरणमा लिनु पऱ्यो भने तपाईँको खुट्टामा चाहिँ एकदम ठुलो घाउ भएको छ अरे, अनि त्यो ठुलो घाउ भएको पीडाले तपाईँ एकदम तडपिरहेछ भने तपाईँको अब अर्को काम छोडेर तपाईँ त्यही घाउमा मात्रै फोकस गरेर बस्नुहुन्छ नि होइन। त्यही कारणले अब त्यही घाउमा मात्रै फोकस गर्नुहुन्छ, त्यसमा मात्रै फोकस गरेपछि हामीलाई धर्म गर्ने सोच त आउँदैन, टाइम पनि पाउँदैन। त्यस नरकको मनुष्यहरूले चाहिँ त्यस्तै नै पीडा हुन्छ। त्यही भएर हामी मानिसलाई चाहिँ कहिले दुःख कहिले सुख भएर चाहिँ धर्म गर्ने सोच चाहिँ आउँछ। यो चाहिँ बुझेर हामीले धर्ममा मन लगाउन सक्छौँ। धर्म यस्तो गाह्रो गरेर पाएको मानव चला म खेर नफालौँ है भनेर हामीले मन लगाउन सक्छ। 500 सम्पदको सेकेन्डमा रहेको छ युल उइसुकेब, भोटबाट युल उइसुकेब भन्छ, नेपालीबाट चाहिँ मध्य देशमा जन्म भनिन्छ। यो मध्य देशमा जन्म भन्नाले चाहिँ के हो भन्दाखेरि चाहिँ बौद्ध धर्म प्रचार हुने ठाउँमा जन्म भन्छ। कतिपय देशहरूमा बौद्ध धर्मको प्रचार नै भएको हुँदैन, कतिपयले त बौद्ध धर्म नै सुनेको पनि हुँदैन, कतिपयले बुद्ध नै चिनेको हुँदैन। त्यसै बिचमा हामी चाहिँ बौद्ध धर्मको प्रचार हुने देशमा ठाउँमा जन्मिनु चाहिँ एकदम भाग्यमानी ठानेर चाहिँ हामीले धर्म गर्नुपर्ने हुन्छ। बौद्ध धर्मको प्रचार भएको ठाउँमा ठाउँमा जन्म लियो भने चाहिँ भाग्यमानी कसरी त भन्यो भने अब हामीले बौद्ध धर्मको प्रचार भएको ठाउँहरूमा जन्म लियो भने हामीले बौद्ध धर्म सुन्न पाउँछ, बौद्ध धर्म अभ्यास गर्न पाउँछ। बौद्ध धर्म अभ्यास गरेपछि हामीले दुःखबाट मुक्त हुने चान्स पाउँछ, बाटो पाउँछ, चान्स पाउँछ। कसै त अब बुद्ध पनि हुन सक्ला गऱ्यो भने। अब कतिपय ठाउँमा बौद्ध धर्ममै सुनेन भने संसारबाट कसरी मुक्त हुने, बौद्ध धर्म नै सुनेको छैन भने संसारबाट मुक्त हुने के भन्छ चान्स चाहिँ हुँदैन उनीहरूलाई। त्यही कारणले यो युल उइसुकेब मध्य देशमा जन्म लिनु चाहिँ भाग्यमानी ठानेर चाहिँ हामीले धर्म गर्नुपर्ने हुन्छ। त्यसै गरी 500 सम्पदको तेस्रोमा रहेको छ वाङ्बो छौवा भन्छ, पूर्ण इन्द्रिय सम्पन्न भन्ने गर्छ। पूर्ण इन्द्रिय चाहिँ तपाईँहरूलाई थाहा छ कि छैन होला, थाहा छैन भने नि म भनिदिन्छु। पूर्ण इन्द्रियमा चाहिँ हाम्रो आँखा, नाक, कान, जिब्रो अनि हाम्रो शरीर पर्न जान्छ। यो पुरै सम्पन्न भएको पनि हामीले भाग्यमानी ठान्नुपर्छ। भाग्यमानी ठानेर हामीले धर्म गर्नुपर्ने हुन्छ। कतिपय मान्छेलाई कसैको आँखा नहुने, कसैको अब नाकबाट सुँग्न नसक्ने, कसैको जिउै नहुने नि, कसैको हात नहुने, कसैको खुट्टा नहुने हुन्छ। उनीहरूलाई चाहिँ एकदम धर्म गर्न नि एकदम गाह्रो हुन्छ। कसैले कानै सुन्दैन भने त उनीहरूले धर्म सुन्न नै पाउँदैन, त्यसैले गाह्रो हुन्छ। यो कुराहरू चाहिँ हामीले सोचेर धर्म गर्नुपर्ने हुन्छ। यही जुनीमा मुक्त नभए भने अर्को जुनीमा भने मुक्त गर्छु है भनेर हामीले यो जुनीमा एकदम मेहनत गरेर धर्म गर्नुपर्ने हुन्छ। 500 सम्पदको पोतमा रहेको छ लेन्था मल्लोप भन्छ, नेपालीबाट भने अविपरीत कर्म हो भन्छ। अनि त्योभन्दा अगाडि लेन्थम लोक भनेको चाहिँ विपरीत कर्म भनेको। विपरीत कर्म कस्तोलाई भन्छ भन्दाखेरि चाहिँ हामीले कुनै कारणवश नराम्रो काम गऱ्यो भने चाहिँ त्यसलाई चाहिँ विपरीत कर्म भन्न जान्छ। जस्तै कसैले तिमीलाई मारौँ कि तैँले त्यो मान्छेलाई मार्ने भनेर धम्की दिएर तपाईँले त्यो मान्छेले मार्न गएर त्यो विपरीत कर्म। जस्तै तपाईँलाई पैसा दिएर अब अर्को मान्छेलाई मार भनेर काम अरायो भने चाहिँ त्यो पनि विपरीत कर्म हो। त्यसो भए अविपरीत कर्म चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ हामीलाई
धेरै जस्तो मान्छेलाई यस्तो कारणहरू चाहिँ आउँदैन, जस्तै धम्की दिएर गर्न लाउने कारणहरू चाहिँ, नराम्रो काम गर्न लाउने कारणहरू चाहिँ आउँदैन। त्यही सन्दर्भमा हामी त्यस्तो कारण नभएको हुनाले त्यो भावना गरेर हामीले धर्म गर्न सकिन्छ। ओहो, मलाई कतिपय मान्छेले यस्तो अब नराम्रो काम गर्नलाई फोर्स हुने गर्छ, तर मलाई त त्यस्तो छैन। म त धर्म गर्न सक्छु, म त एकदम राम्रो छु, मैले त धर्म गर्न पाउँछ भनेर भावना गरेर चाहिँ हामीले धर्म गर्न सकिन्छ। 500 सम्बन्धको 5 मा रहेको छ छोलदेवा धर्मप्रति श्रद्धा भन्छ। अनि धर्मप्रति श्रद्धा भने चाहिँ कस्तो हो भन्दा हाम्रो त्रिरत्नलाई, त्रिपिटकलाई अनि श्रद्धा जागेर अगाडिको मैले भने चाहिँ 400 सम्पदहरू चाहिँ सोचेर अनि धर्म गर्न सकिन्छ। अब हामीलाई श्रद्धा नै भएन भने हामीले यो अगाडि भनेको 400 सम्पदहरूले चाहिँ हामीले के भन्छ त्यसलाई लागू गर्न, आफ्नो नियममा लागू गर्न सक्दैन, आफूले पालना गर्न सक्दैन भनौँ। अनि त्यसै कारणले हामीले त्रिपिटका अनि त्रिरत्नमा चाहिँ हामीले श्रद्धा चाहिँ हुनुपर्छ। त्यो भयो, त्यो पनि पुरा भयो भने चाहिँ हामी 500 सम्पद चाहिँ पुरा भएको बुझिन्छ। यही 500 सम्पदलाई नै पुरा ठानेर, अब यो 500 सम्पद चाहिँ भएको ठानेर हामीले चाहिँ ओहो, कतिपय मान्छेलाई चाहिँ यो 500 सम्पद चाहिँ हुँदैन, तर मलाई त ममा छ, म चाहिँ धर्म गर्नुपर्ने रहेछ, म त पूर्ण रूपमा यो 500 सम्पद सबै छ, धर्म गर्नुपर्ने रहेछ भनेर जानेर बुझेर चाहिँ हामीले धर्ममा श्रद्धा जगाउन सकिन्छ। आजको 2टा टपिक चाहिँ मैले लगभग भनिसकेको छु। तपाईँहरूले के बुझेन, के अब राम्रोसँग बुझेन भने चाहिँ एकदम माफी चाहन्छु। तपाईँहरूले फेरि सोध्न सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ। म जति सक्छु बुझाउने कोसिस गर्नेछु। र आजको भिडियो चाहिँ लगभग अन्तिमतर्फ आइसकेको छु। यति नै हो। 500 सम्पद र अब धर्म के हो भन्ने बारेमा भनिसकेको छु। तपाईँहरूले बुझ्यो भने एकदम राम्रो हो, बुझेन भने फेरि दोहोऱ्याएर हेर्नुहोस् एकचोटि। फेरि दोहोऱ्याएर पनि बुझेन भने चाहिँ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ, म कमेन्टमा नै रिप्लाई गर्नेछु। हस्त, धन्यवाद। अर्को भिडियोमा भेटौँला। नमस्ते।